मक्खी मम्मी भर्सेस मधुमक्खी मम्मी, यी दुई प्रकारका मम्मीहरू हुन्छन्, मक्खी मम्मी र मधुमक्खी मम्मी। अब मधुमक्खी मम्मी र मक्खी मम्मी फेरि भनेका कस्ता प्रकारका मम्मीहरू हुन् त जान्न आवश्यक छ। मक्खी मम्मी भनेका ती प्रकारका मम्मीहरू हुन् जो चाहिँ दिनभर बगैँचामा मलमूत्र फोहोरको डुङ्गुर खोजेर बस्ने गर्छन् भने मधुमक्खी मम्मीहरू चाहिँ दिनभर बगैँचामा फल र चाहिँ फुलहरू चाहिँ खोजेर बस्ने गर्छन्। मैले कडा भाषामा भने है, क्षमा चाहन्छु। मक्खी मम्मीहरू चाहिँ बच्चाको कमजोरी पक्षहरूलाई मात्रै खोतल्ने काम गर्छन् भने मधुमक्खी मम्मीहरू चाहिँ बच्चाको सबल पक्षलाई खोज्ने गर्दछन्। एक सर्वेक्षण अनुसार चाहिँ लगभग 90% मम्मीहरू चाहिँ मक्खी मम्मी अन्तर्गत पर्दछन् भने 10% मम्मीहरूमा चाहिँ मधुमक्खी मम्मी अन्तर्गत पर्दछन्। मधुमक्खी मम्मीहरू चाहिँ बच्चाको नेगेटिभ खोज्दै उसको ह्यान्डराइटिङ यस्तो भयो, फलानुको छोरो हेर, ढिस्कानुको छोरो हेर, यसको त खालि शिक्षकले चाहिँ शिकायत मात्रै गर्नुहुन्छ भनेर बच्चालाई दिन रात टोकोसो गर्ने काम गर्छन्। हेर त अक्षर हेर त गिद्धले छेरेका जस्ता छन् भन्छन् भने मधुमक्खी मम्मीहरू चाहिँ बच्चाको युनिक स्ट्रेन्थ खोजेर उसलाई अगाडि बढाउने काम गर्ने गर्छन्, इन्करेज गर्ने काम गर्छन्। बच्चाले चाहिँ तपाईँले बच्चालाई चाहिँ 1 घन्टा पढ भन्नुभयो तर बच्चाले आधा घन्टा मात्रै पढ्यो भने पनि बच्चालाई स्याबास, आगामी दिनहरूमा तिमीले चाहिँ पढाइमा बिस्तारै लगाव बढाउँदै जाऊ है, अहिले यति पढे तापनि भविष्यमा अझै तिम्रो पढाइलाई चाहिँ अझै उन्नतितर्फ लैजानुपर्छ भनेर चाहिँ उसलाई उल्टो स्याबास दिने गर्दछन्। अनि बच्चाले चाहिँ खेलकुदमा मेडल जितेर लिएर आयो भने मक्खी मम्मीहरूले चाहिँ के गर्छन् भने त्यो गेम कसले हेर्छ, खै पढाइमा मेडल, खालि गेममा मात्रै मेडल ल्याएर हुन्छ, पढाइमा छैन भनेर उसलाई चाहिँ डिसइन्करेज गर्ने काम गर्छन् भने मधुमक्खी मम्मीहरूले चाहिँ स्याबास, धन्यवाद, अझै राम्रो गर्नु, प्रगति गर्नु भन्ने गर्दछन्। अब बच्चाले प्रयत्न गर्दा गर्दै पनि बच्चा असफल भयो अथवा परीक्षामा फेल भयो भने मक्खी मम्मीहरूले चाहिँ बच्चालाई गाली गर्ने गर्छन्, कहीँ नभएको कुपुत्र, बरु यो चाहिँ मरेकै भए हुन्थ्यो, मेरो कोख रित्तै भएको भए हुन्थ्यो, कसै गरी यसले चयन दिएन, हरि लट्ठक भनेर गाली गर्ने गर्दछन् भने मधुमक्खी मम्मीहरूले चाहिँ तिम्रो प्रयत्नको लागि धन्यवाद, आगामी दिनहरूमा अझै प्रयत्न गर, तिमी अवश्य सफल हुन्छौ भनेर उसलाई इन्करेज गर्ने काम गर्छन्। त्यसकारण तपाईँ आफ्नो बच्चालाई इन्करेज गर्दै हुनुहुन्छ कि डिसइन्करेज गर्दै हुनुहुन्छ, ध्यान दिनुहोस्। यदि तपाईँले बच्चालाई जहिले पनि गाली गर्ने, टोकोसे गर्ने गर्नुहुन्छ भने तपाईँको बच्चा टिन एजमा पुगेपछि तपाईँको पछाडि बच्चाले के भन्छ, मेरा अभिभावकहरू खत्तम छन्, मेरा अभिभावकले मेरो लागि केही पनि गरेनन्, फलानुको अभिभावकले हेर त कसो गरेका छन् भनेर तपाईँको पछाडि कुरा काट्ने काम गर्दछन्। त्यसैले तपाईँ चाहिँ बच्चाको लागि के बन्नुहोस् भन्दा सिइओ, चिफ इन्करेजिङ अफिसर बन्ने प्रयत्न गर्नुहोस्, अवश्य राम्रो हुन्छ। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोस् त। मम्मीहरूले तपाईँले आफ्नो बच्चालाई कस्तो प्रकारको व्यवहार गर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला, साथसाथै फलो पनि गर्नुहोला है। हस् त, धन्यवाद।